यहाँ रहेछ त हेलो नमस्ते सम्पूर्ण साथीहरूलाई आशा छ तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। यहाँ त रोजगार खुलेको र साथीहरू अलौ रोजगार खुलिरहेको छ दिनको 1000 रुपियाँ सार्वजनिक भयो। म भोलिदेखि आउँछु त्यो भएर नै हो। हामी चाहिँ आज कोठामा एउटा धेरै बस्दा गऱ्यो नि कोठामा धेरै बस्यौँ अनि कोठामा धेरै बसेर अब वाक्कै लाग्यो क्या दिनमा चाहिँ कस्तो भयो त्यही भएर हामी चाहिँ अब बाहिर निस्केको देख्न सक्नुहुन्छ तपाईँको बाहिर सिन देखायो पछाडि त म यता रुममै पछाडिको सिन हेर्न सक्छु काठमाडौँ साथीहरू काठमाडौँ कहाँ थाहा छैन कहाँ हो होइन जङ्गलतिर जाउँ न जङ्गलतिर जानुपर्छ जङ्गलतिर पाउनु दाइहरू भाइहरू यसरी हामी हिँड्दैछौँ साथीभाइ हो के गर्नु त्यस्तै छ जिन्दगानी दर्पण छाया यति कुरा पनि जान्छ होला कहाँ हो कुना काप्छ त्यो अब यहाँ पनि रोजगार खुलेको छ साथीहरू दिनको 1000 रुपियाँ झोला बोकेर दिनको 1000 रुपियाँ यस्तरी काम गर्नुपर्छ यहाँ हामीले पनि गरेको अस्ति हाम्रो पनि दिनको 1000 रुपियाँ कमाउनु छ भने देखाएको नि हो त्यो दिनको त यहाँ त कहाँ बिहानदेखि गयो भने त 1200 पनि दिन्छ तर खाजा पैसा अब त्यसरी लाग्नुपर्छ होला हौ काम छैन यहाँ बसेर त्यसरी बस्छ दिनभरि बसेर खासै काम देखिन हामी बेरोजगार भयो होइन बेरोजगार भएर के टेन्सन यो बेरोजगार मात्रै होइन निकै त्यो त जिउनु नै गाह्रो पो छ त काठमाडौँमा बसी खानु पनि गाह्रो छ अब यहाँ कोठाहरूमा बसेर अनि मासु खानु त कुरै नगर्दा नि हुन्छ तर हामी चाहिँ खाएको छौँ है 10 रुपियाँ छ नि एक रुपियाँ के गर्ने निलो पेन लगाउँ डट पेन अहिले परको लगाउँ 50 10 लिएर 30 रुपियाँसम्म एउटा होइन तल 500 रुपियाँमा हाल्दैछ अनि मसँग थियो विशेष छैन पेन सक्यो 500 रुपियाँ ए यसको पनि खिचा गरेँ त्यो 500 गाडी भाडा अब हामी बाइकमा जाने अनि यसकोमा तेल हाल्नु पऱ्यो 500 रुपियाँको निकै राम्रो माछा स्केटिङ कति भन्छ 100 रुपियाँ भन्छ स्केटिङ कहाँ छ 100 रुपियाँ होला जाउँ न यसो कहाँदेखि जानु आइज हामी चाहिँ स्केटिङ कति रुपियाँ 100 रुपियाँ पर्छ जस्तो लाग्छ हामी 100 रुपियाँ थियो भने चाहिँ हामी खेल्ने कि नखेल्ने काम 20 रुपियाँ यहाँ चाहिँ स्केटिङ यसरी आइज हामी चाहिँ स्केटिङ सोध्नु आँटेको
यहाँ दिएको छैन स्केटिङ खतरायुक्त भएकोले आफै सक्षम भएर राखेको मलाई बहुमूल्य साबुनहरू काउन्टरमा राखेको ओहो आधी घन्टाको 100 रुपियाँ रे 1 घन्टाको 200 आइजा आधी घन्टाको 100 रुपियाँ आधी घन्टाको 100 रुपियाँ आधी घन्टा अलिअलि भने सिकिन्छ लड खेलौँ न खेलौँ आइज खेलौँ न आइज होइन हिँड्ने नि सुन्नु भित्र पुगेपछि टाइम सुरु हुन्छ उभिनै ठुलो कुरा भनेर मैले अहिले गएर आफै थाहा पाइहाल्नुहुन्छ भोलि नि खेल्छ पर्सि खेल्छ दिनै खेल्नुपर्छ दिनै खेल्यो भने त सिकिहाल्यो अहिले ब्लड चालु छ है सर फोटो खिच्दा अब कसरी उभिनु कसरी उभिनु भन त उभिनै ठुलो कुरा साथी हामीले पनि जमा साथी कस्तो लाग्यो उभिने नै ठुलो कुरा हो यहाँ त उभिने ठुलो कुरा हो कि सकिँदा उभिने दाइ चाहिँ सुत्नु साथीहरुको बर्बाद भइरहेछ साथी ल्याउ यो लगेर जाऊ भित्र त्यतापट्टि आऊ हाम्रो साथी खेल्दै हुन्छ ए ओ देऊ यस साथीले सिकिसक्यो यहाँ फर्स्ट टाइम खेलेको हाम्रो अर्को साथी यहाँ खेल्दै हुन्छ पर्फेक्ट भइसक्यो साथी पर्फेक्ट भइसक्यो नि साथी सायद एकदम पर्फेक्ट भइसक्यो नि हो हामीले स्केटिङ फाइनल एकचोटि खेलिसकेको थियौँ केटाले खेल्नु आएन नामिएन दिदीले हल्ला खेल्यो दिदीले मतिर लडाउनु भयो त्यस्तै हुन्छ सुरु म त के जान्नु जानिनँ कहिले जान्नु होला किलो होइन त्यस्तो भएर
ल अहिले चाहिँ हामी अब स्केटिङ खेलेर सब गलेर एकदमै कोठामा आइसकेको छौँ। यहाँ हुन्छ हाम्रो जोन चामलिङ सर। कस्तो लाग्यो आजको स्केटिङ भनिदिनुहोस्। आजको स्केटिङ एकदम दामी चाहिँ गयो है चक्र गएको थियो त्यस्तो। अनि अब आजको भिडियो यति नै ल। यदि मन पऱ्यो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् अनि मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुहोस्।